हाम्रो कथा नेपालको पूर्वी पहाडको एउटा पुरानो गाउँबाट सुरु हुन्छ। गाउँको माथिल्लो भेगमा एकदमै पुरानो सुनसान हवेली थियो। लोगाई मान्छेहरू भन्थे त्यो हवेलीमा रात परेपछि कोही हुँदैन, बत्ती आफै बल्छ, ढोका आफै खुल्छ, हाँसो सुनिन्छ। त्यस हवेलीमा जान आँट कसैले गर्दैनथ्यो। गाउँले मानिसहरू जो कोही गए तापनि भोलिपल्ट मानसिक रूपमा बिग्रिएर फर्किन्थे। गाउँमा सबैभन्दा धेरै जिज्ञासा भएको मान्छे थियो आरब। उसलाई केही डर थिएन। उसो त गाउँमा पहाडी सहर जस्तो रमाइलो थिएन, तर आरब जस्तो साहसी व्यक्तिलाई भूतप्रेतको कुरा हाँसोमा मात्रै ल्युथे। आरब सानैदेखि जिज्ञासु व्यक्ति भएकाले एक दिन बेलुकी आफ्नो बाजेसँग सोध्यो, हवेली किन छोडिएको? बाजे चुप लागे। काठको तख्ता हल्लिए जस्तो आवाज आयो। थोरै डर लाग्ला जस्तो गरी मन्द स्वरमा बाजेले भने, त्यो हवेली त रहस्य हो छोरा। त्यहाँका मालिक दर्पणमा आफैसँग कुरा गर्थे भन्छन्। कार्तिकको त्यो रात उनी अचानक हराए। आरब हाँस्यो। बाजे गुगलले बनाएको ड्रामा जस्तो। बाजेले उसको आँखामा हेर्दै भन्यो, डराउ नडराउ, तर त्यो हवेलीमा रात बिताउने आँट नगरेकै राम्रो। अर्को दिन आरबका साथीहरू आए, सागर, सुनिल र रिया। तीनैजनाले हवेलीको कुरा चर्चामा ल्याए। सागरले भन्यो, हेर डर लाग्छ कि लाग्दैन? आज रात त्यही बसौँ न। आरब हाँस्यो। बसौँ नि, 12 बजेसम्म रमाइलो हुन्छ। चारैजनाले त्यस रातका लागि भनेर तयारी गरे। टर्च, पानी, क्यामेरा, फोन। सबै हाँस्दै उत्साहित हुँदै हवेलीको ढोका पुग्छन्। ढोका पुरानो ठुलो चर्किएको, हल्का हल्लाउँदा मात्रै चरर आवाज निस्किने। हावामा स्याप स्याप गन्ध सडेका पात र धुलो भित्र पस्ने बित्तिकै ठुलो हल। भुइँमा पुरानो कार्पेट, झ्यालबाट रातो चन्द्रमाको उज्यालो छर्दै, धुलो टल्किँदै रिया अचम्ममा परिन्। त्यो हवेली त एकचोटि साह्रै सुन्दर थियो। तिनीहरू बीचमा एउटा ठुलो दर्पणमा पुगे। भित्तामा टाँसिएको। अचानक सागरले दर्पणमा हेरेको बेला उसको छाया एकछिन बिलाएर फेरि देखा पर्यो। सागर चिच्यायो, मैले देखे, मेरो स्याडो हरायो। आरब हाँस्यो, ठुलो टर्चको एन्जल होला। सबै अघि बढे। हवेलीको दोस्रो तलामा पुगेपछि ढोका खुलेको आवाज, चकिच। रिया डराउँदै, तिमीहरू चारैजना मध्ये कसले ढोका खोलेको? सुनिल बोल्यो, हावा होला। तर आरब रोकिएन। हावाबाट ढोका खुल्दैन, ढोका त भित्रबाट खुलेको थियो। अचानक दर्पणमा कालो छाया सरक्क आयो। ती तीनैजना साथीहरूले दर्पणमा छाया देखे, तर पछाडि कसैलाई देखेन। आरब अगाडि सर्यो र दर्पणको अगाडि गएर हात राख्यो। जब उसले हात राख्यो, दर्पण चिसो भन्दा धेरै चिसो थियो। एकोहोरो टक टक आवाज, जसरी कसैले छेउबाट ठोकेको होस्। सबैको ध्यान दर्पणमा थियो। दर्पणमा अचम्मको धुवा जस्तो लेखाइ देखा पर्यो, वेलकम ब्याक। यो दृश्यपछि अत्तालिएर रिया रोइन्। सुनिल काप्यो। सागर पछाडि सरे। आरब बोले, कसैले प्र्याङ्क गरिरहेको छ, हामीले पत्ता लगाउँछौँ। हवेलीको मालिकको रहस्य उनीहरूलाई थाहा थिएन। तिनीहरू अट्टारीमा पुगे। त्यहाँ पुरानो फाइल, कागज, पत्र, पुस्तकहरू, सुनिलले डस्टी डायरी भेट्यो। हवेलीका मालिक समीर प्रकाशको। पहिलो पानामा लेखिएको थियो, दर्पणले सत्य देखाउँछ। दोस्रो पानामा, म रातो चन्द्रमामा फर्केर आउनेछु। अन्तिम पानामा, फर्केपछि म आफूलाई भेट्नेछु। यी शब्दहरूले उनीहरू झनै त्रसित बन्दै डराए। अचानक दियो आफै बल्यो, फाइल गल्यो र ढोका बन्द भयो। त्यो समय थियो मालिकको प्रकटता। सबैजना कराउँदै चिच्याउँदै भयावह स्थितिमा तल भागे।
दर्पण चम्कियो र उसमा देखा पर्यो कालो मान्छेको आकृति। मालिकको रूप बिस्तारै स्पष्ट हुँदै गयो। आँखा रातो, मुख धमिलो, शरीर पातलो, तर कदम भारी। उसले भन्यो, कार्तिकको रात फेरि पुरा भइसकेछ। तिमीहरूले मलाई बोलायौ? रिया चिच्याई। कालो आकृतिले भन्यो, मैले आफूलाई भेट्ने छैन। तिमीहरूको स्याडोले म तिमीभित्र देख्छु। सागर रोयो, हामीले के गल्ती गर्यौ? आकृति हवेलीभित्र छिर्यो। दर्पण फुट्यो, सन्नाटा छायो। अचानक अँध्यारो भयो। फोन, टर्च सबै बन्द भयो। सबै अन्धकारमा आकृतिको आवाज, तिमीहरूको स्याडो अब मेरो छाया बन्नेछ। एकछिनमा बत्ती बल्यो। आरबले हेरे। रिया, सागर र सुनिल दर्पणमा देखिएन। रियाले बोलिन्, आरब, हामी छायाविहीन भयौ। आरब चिच्याउँदै बाहिर भागे। तल ढोका फिल्ड सबै खाली थियो। हवेलीबाट निस्केर गाउँ पुगेपछि उसले मानिसहरूलाई बोलायो। गाउँलेहरूले भने, आरब, तिम्रो साथीहरू अनि तिम्रो कुरा के गर्नु? तिम्रो त साथी नै थिएनन् उनीहरू। आरब अचम्ममा पर्यो। उसँग फोटो भिडियोहरू थियो, तर पछि हेर्दा केही देखिएन। जब आरबको मोबाइल खोलियो, सामने क्यामेरामा 3 जना साथीहरू, तर अनुहार थिएन। त्यो आकृतिसँग बगलमा उभिएको आरब चिच्यायो, हामी त 4 जना थियौ। गाउँलेले बोले, आरब, तिमी त एक्लै भेटियौ। तिमीले हाँसो, कुरा, कदम सबै आफैसँग गरेछौ। यति सुनेपछि आरबले बुझ्यो कि उसले जे जति गर्यो सबै भ्रममा मात्र रहेछ। त्यस दिनदेखि आरब अब त्यो हवेलीमा जान आँट गरेन, किनकि त्यो हवेली सामान्य थिएन, रहस्यमय हवेली थियो। हवस् त, आजको कथा यही अन्त्य भएको छ। यदि हजुरहरूलाई आजको कथा मन पर्यो भने लाइक, कमेन्ट, सेयर र सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकनलाई पनि क्लिक गर्न नबिर्सनुहोला। र कथालाई अन्त्यसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। भेट्नेछौँ फेरि अर्को कथामा। हवस् त, नमस्ते।